मित्रहरू, मेरो व्यक्तिगत मान्यता के हो भन्नुहुन्छ भने यो संसारभरिकै सबैभन्दा उत्कृष्ट व्यवस्था के हो भनेर सोध्नुहुन्छ भने म तपाईँहरूलाई जहिले पनि गणतन्त्र नै हो भन्छु। किनभने आजसम्म हेर्ने भने राजतन्त्र निरङ्कुश हुन्छ, त्यसै पनि क्रुर हुन्छ, त्यसै पनि तानाशाही हुन्छ र अधिनायकवादी नै हुन्छ। त्यसमा दुई मात्रै छैन। र यो संसारको सबैभन्दा उत्कृष्ट मोडलको व्यवस्था कुन हो भने गणतन्त्र नै हो, र त्यही पनि प्रत्यक्ष कार्यकारी सहितको गणतन्त्र हो भन्ने बुझाइ नै हो। अब अहिले यसो हेर्दाखेरि, पछाडि फर्केर हेर्दाखेरि, मानौँ अरू कुरा छोडिदिउँ, 52 सालदेखि लिएर यतापट्टिको राजनीति हेर्ने भने हामी पनि अलिकति ठ्याक्कै बुझ्न सक्ने, बुझ्ने भइसकेका थियौँ। त्यस पछाडि अहिलेसम्म हेर्दाखेरि लगभग 52 सालमा गणतन्त्रका लागि भनेर 40 बुँदे मागहरू, जनताका मागहरू उठाएर चाहिँ हामीभन्दा अग्रज लगभग काका बुवा पुस्ताहरूले अगाडि लिएर आउनुभयो। के चाहियो भन्दाखेरि यो देशमा, यो संसारमा जस्तो होइन, गणतन्त्र ल्याउने। गणतन्त्र ल्याउँदा चाहिँ के गर्ने भन्दाखेरि राजा हटाउने अनि गणतन्त्र लिएर आउने। सुन्दा मिठो लाग्यो। त्यतिखेर के पनि भनियो भन्नुहुन्छ भने अब राजतन्त्रले एकदम लुटो, एकदम हैरान गरो, विभिन्न गरो। अब पम्फादेवी ऐन, सारा सम्पत्ति लगेर चाहिँ उता चाहिँ वर्ल्ड ब्याङ्कमा राखिन् होइन। अब भोलि अब राजा हटाइसके पछाडि चाहिँ त्यो ब्याङ्कबाट चाहिँ लुटेका पैसाहरू चाहिँ ल्याएर जनतालाई बाँडिनेछ, जनताका आफ्नै घर हुनेछन् लगायत। त्यो कालखण्डमा हामी नेपालीहरूले गणतन्त्रको लागि भनेर लगभग 52 सालदेखि हेर्ने भने 63 सालसम्म 17,000 त औपचारिक, अनौपचारिक लाखौँ। अब विधवा, हजारौँ घाइते तथा अपाङ्गहरू। एकातिर त्यो भयो भने लगभग त्यो कालखण्डमा हेर्ने भने 15 लाखदेखि लिएर 30 लाखसम्म मान्छेहरूले बसाइँ सर्नु पर्यो। आफ्नो सारा धन सम्पत्ति सबै गुमाएर बसाइँ सर्नु पर्यो। बसाइँ सरेर भएको धन सम्पत्ति आफ्नो गाउँ सबै उ गरेर आए। र साथै भौतिक क्षति हेर्नुहुन्छ भने लगभग करोड होइन, अरब होइन, खर्बौँको भौतिक क्षति। पुलहरू भत्के, मन्दिरहरू भत्के, बाटा भत्के, स्कुल विद्यालय भत्के, अब देखि लिएर अब भवन पोररी ठाना भत्के। त्यसको भने लाखौँ करोडौँ होइन, अरबौँ खरबौँको क्षति बिहोरेर गणतन्त्र आएको छ। अब व्यक्तिगत रूपमा भन्ने मान्छेले आफ्नो व्यक्तिगत धन सम्पत्ति पहाडमा वर्षौँदेखि बसेका चाहिँ अब खेतीपाती गरेर, हरिया डाँडाहरूमा खेतीपाती गरेर बसेका ती अहिले जङ्गलको रूपमा परिणत भए। साथै उनीहरूका घरहरू त्यतिखेरका चाहिँ अब 2 तले 3 तले घरहरू, घुमाउने घरहरू सबै अहिले खण्डहर भए। अनि के भनियो भन्दाखेरि वैज्ञानिक शिक्षा के हो भन्नुहुन्छ भन्दाखेरि कुनै पनि कुरालाई तत्काल 1-1.5 घन्टा अध्ययन गरेर तत्कालै 10औँ घन्टासम्म त्यही विषयमा प्र्याक्टिस गरिहाल्नु। त्यसलाई भनेको त्यसलाई स्किलफुल पनि भन्नुहुन्छ। स्किलफुल अथवा त्यस्तो स्किलफुल मेन पावर बन्नु, त्यस्तो शिक्षा लिनु। जुन शिक्षा चाहिँ सिपमूलक शिक्षा लिनुलाई चाहिँ त्यसरी त्यो पनि भयो। र अब यो बुर्जुवा शिक्षा चाहिँदैन भनेर चाहिँ लगभग त्यो 10 वर्षमा 30 लाख जति मान्छेहरू पढाइबाट वञ्चित भए। र ती मान्छेहरू अहिले पनि सिर्फ उनीहरूलाई के छ भन्दाखेरि के असल या के खराब, यो के चाहिँ अब सही चेतनशील भन्दा पनि उनीहरू मर्न र मार्न तयार, एकदम मूर्ख, अशिक्षित र गँवार खालका मान्छे बनाइए अहिले संसारभरि। अब साउदी, कतार, दुबईतिर उनीहरू चाहिँ अब त्यसरी गएका छन्। र
अब अहिले पनि कसैले कुनै पनि तन्त्रको विषयमा लेख्यो भने मानव कसैलाई राजा हुँदा अलिकति राम्रो थियो, केही कुरा अहिलेको गणतन्त्रभन्दा केही कुरा असल थियो भनेर भनौँ कि उनीहरूले रिप लेख्ने, नबुझिकन कमेन्ट गरिहाल्ने, त्यो खालका भयो भने अब आदिले चाहिँ फेरि फर्केर अहिले राजतन्त्रतिर उ गए। अब त्यो भयो भनेको मानवीय क्षति। हेर्नुहोस्, जब मान्छे पढाइ लेखाइ गर्दैन तब त्यो मान्छे बन्ने भनेको त के छ भन्दाखेरि अशिक्षित, गभार, मूर्ख, मर्न मार्न तयार, त्यस्तो हुन्छ, एउटा लट्ठे बनौँ। र अब अर्को क्षति भनेर हेर्नुहुन्छ भने त्यस पछाडि भावनाको क्षति भयो। आफूले हराभरा बनाएको गाउँ फर्केर आइसके पछाडि त्यो अब अहिले किसिमको नर्क भयो। अब सांस्कृतिक क्षति, अब आफ्नो संस्कार, धर्म संस्कारबाट विचलित भएर गणतन्त्र आयो। अब गणतन्त्र राजाहरू हटाए पछाडि त राजा महाराजाहरूको जस्तो जिन्दगी हुन्छ भनेर खुसी भए मान्छेहरू, गणतन्त्र ल्याए। र यसो कुनै पनि कुराको परिवर्तनको लागि प्रसव पीडा सहनुपर्छ भन्ने लागेर जनताले ६३-६४ को निर्वाचनमा, ६५ को निर्वाचनमा जसले गणतन्त्र टाउको काटेर ल्यायो, जसले जस्तो राष्ट्रको धन सम्पत्ति सारा गरेर लिएर आयो, स्वीकार गऱ्यौँ हामीले, सबैले स्वीकार गऱ्यौँ। अब यो देश बदलिन्छ किनभने उनीहरूले चाहेको असल एजेन्डा लिएर आए भनेर चाहिँ उ गरियो। तर बावजुद यो 16-17 वर्ष हेर्दा हिजो राजा महाराजा भन्दा पनि यी त बाफ्रे अत्यन्त खतरनाक खालका भएर आए। गणतन्त्रका राजाहरू चाहिँ झन खतरनाक राजा हुँदो रहेछन्। तिनीहरू झन अधिक नायकवादी राजाहरू हुँदो रहेछन् र यिनीहरूले यस्तो शासन गर्छन् कि जाल साँझ भन्दा उता केही पनि गरेको देखिँदैन। तर अब हामीले ६५-६३ सालदेखि पछाडि हामीले जनताले स्वीकार गर्यौँ परिवर्तनको लागि प्रसव पीडा सहनुपर्छ, केही पाउनलाई केही गुमाउनुपर्छ भन्ने कुरा सहेकै हो। तर अब अहिलेको यही पुस्तामा, यही अवस्थामा हेर्दा यही चाहिँ जस्तो गणतन्त्रका चाहिँ नेतृत्व गरेका यी गणतन्त्रका यी राजाहरूको चरित्र हेर्दाखेरि चाहिँ अत्याचार लाग्छ। त्यसमा मलाई सानो एउटा कथा भन्न मन लाग्छ। एकपल्ट एउटा आर्य घाटमा एउटा मान्छे पोल्ने, मुर्दा पोल्ने, त्यसलाई लगभग के भनिन्छ भन्दाखेरि मुर्दा पोल्ने मान्छे थियो। त्यो मुर्दा पोल्ने मान्छे चाहिँ कस्तो थियो भन्दाखेरि अत्यन्त सिधा, स्पष्टसँगले यो गर्ने, म एउटा मुर्दा पोले बापत 500 लिन्छु भन्थ्यो। कसैले 1000 दिँदा पनि उलिँदैन थियो, त्यस्तो भयो। अनि त्यही उसको छोरो चाहिँ के गर्थ्यो भन्दा उसैले कमाएको पैसा लिएर गएर परतिर आफ्ना जस्तो साथीभाइलाई अब भनौँ न अब चिया नास्ता खुवाउँथ्यो, ठुलालाई होइन, केटाकेटीलाई खर्च गर्थ्यो, अरूलाई गर्थ्यो। अनि उनीहरूलाई के लाग्यो भन्दाखेरि होइन यो त असल पो हुँदो रहेछ, यसलाई चाहिँ यो चाहिँ अब यो चाहिँ मुर्दा पोल्ने, यो मऱ्यो भने यसको बाउ मऱ्यो भने त यो पो असल छ भनेर वास्तवमा त्यसलाई के गरियो भन्दाखेरि अब त्यो चाहिँ असल भयो, छोरो असल भयो। तर जुन दिन छोराको शासन आयो, बाउ एक दिन साँच्चै मऱ्यो र छोराको शासन आयो, त्यो शासनकालमा उसले यस्तो गर्यो कि उसले पहिले 80 वर्षदेखि माथिकालाई पहिले नै उठाउन थाल्यो। त्यस पछाडि त्यो पनि सक्यो र 60 वर्षका माथि घरमै गएर पो उठाउन थाल्यो। अब मर्नुभन्दा अगाडि नै लु अब तेरा बाबु मरेपछि यहीँ ल्याउनुपर्छ, त्यस कारणले लिए भनेर उठाउन थाल्यो। भनेपछि यही उदाहरण जस्तो एउटा व्यक्ति जो चाहिँ मुर्दा पोल्नेहरूको जस्तो तन्त्र ल्याएको हो भने, साँच्चै हो भने अब मान्छेले राजालाई त मन पराउँदैनन्, राजा त प्रिय त होइनन्। तर तिमीहरूको कारणले गर्दा मान्छेलाई राजा मन पर्ने नबनाओ है, गणतन्त्रवादी हो। राजतन्त्र आफैमा निरङ्कुश, क्रुद्ध र एकदम अधिनायकवादी र तानाशाही हुन्छ। हो यो तानाशाहीलाई भन्दा तिमीहरू बढ्ता भयो भने यिनीहरू हामीलाई मनपर्छ भन्न बाध्य बन्ने अवस्था नबनाऊ भन्ने कुरा लागेको छ। बेलैमा शुद्र साथी हो, नत्र भने परिवर्तन हुनसक्छ। परिवर्तन हुन्छ नै साथीहरू। स्वस्थ व्यस्त र मस्त बाँचौँ। धन्यवाद।